आज घरमा चपचप बनाएर खाने प्लान थियो। अचानक के कारणले मोमो बनाएर खान पर्यो। हेलो एन्ड नमस्ते, आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै आरामै छु। घरबाट चाहिँ चपचप बनाउने भनेर सामान लिन गएको। माइन्ड चेन्ज भएर चाहिँ आजको दिनमा चाहिँ हामी मोमो बनाएर खाऊँ। स्पेसल पनि छ। स्पेसल चाहिँ आजको दिनमा चाहिँ के छ भन्दा चाहिँ म तपाईँहरूले अन्तिममा चाहिँ भनिन्छ। मोमोमा चाहिने सामानहरू किनेर बिल तिरेर चाहिँ हामी मासु पसलतिर लाग्यौँ। हामीले 2 किलो किमा मागेको थियो। त्यहाँ किमा नभएको कारणले दाइले होल चिकन नै हामीले काटेर दिनुभयो। मोमोमा चाहिने सबै सामानहरू लिएर चाहिँ हामी दाइघरतिर लाग्यो। चाहिँ बहिनी सुतेर चाहिँ भर्खर उठिरहेको रहेछ। अनि बहिनीलाई चाहिँ मैले हल्का फुल्का जिस्काएँ। ठुलियामा लाउनु मैले सामान हजुरलाई ल्याइदिएको बनाउनु भनेर दिएको चाहिँ ठुलियामा तर्छ, निन्द्रामा थियो कि हल्का फुल्का। Happy birthday, happy birthday to you. Happy birthday to you, Yosef-dai. Happy birthday, Yosef-dai. स्पेसल चाहिँ यही मेरो बर्थडे नै थियो। अनि त्यही बर्थडेको खुसीमा चाहिँ हामी मोमो बनाएर खान लागेको थियो। यहाँ भाइले किमा बनाउनलाई मासु छुटाउँदै गरिरहेको थियो दाजुभाइले नै। अनि म चाहिँ यहाँ मोमो बनाउनलाई चाहिँ मैदाहरू हाल्दै गर्दै थिएँ। अनि पछि कान्छी आमाले चाहिँ मै मुस्दिन्छु, तिमीले जानेनौ भन्नुभयो। अनि त्यसपछि चाहिँ मैले कान्छी आमालाई मुस्न दिएँ। अनि यता चाहिँ दाइले चाहिँ किमाहरू चाहिँ रेडी पार्दै थिएँ। अनि यता चाहिँ अनि भाइले, बहिनीले अनि दिदीले चाहिँ यहाँ सब्जीहरू रेडी पार्दै थिए। एउटा कटिङमा चाहिँ बन्दाहरू चाहिँ मस्त कटिङ गर्दै थियो। म चाहिँ यता मोमो बनाउनलाई चाहिँ आगो बालेर चाहिँ सुपहरू चाहिँ बसालेर राखेको थियो। भाउजूले चाहिँ मोमोहरू लिएर आएर चाहिँ यहाँ भाँडामा हालेर जानुभयो। अनि त्यसपछि मोमो चाहिँ केही समय भएपछि चाहिँ पाक्यो। अनि मोमो बनाएको चाहिँ मैले हाल्न पाइनँ, किनभने चाहिँ भिडियोहरू बनाउन पाएको थिएन, आगो फुक्नलाई रेडी गरिरहेको थिएँ। अनि यता चाहिँ हाम्रो सुप यस्तो बबाल मिठो भयो थियो। अनि दिउँसो 1 बजीदेखि गरेर चाहिँ रातिको 8 बजी सिद्धेपछि चाहिँ दाइले चाहिँ फाइनली मोमो रेडी भयो भनेपछि अनि हामी चाहिँ यहाँ मोमोहरू बारेर चाहिँ खान लाग्यौँ। सुरुमा चाहिँ भोइस ओभर गर्न गाह्रो नै लाग्ने रहेछ, पछि अब आउने समयमा चाहिँ राम्रो गर्नेछ। आजको ब्लग कस्तो लाग्यो कमेन्टमा भन्न सक्नुहुन्छ। आजको लागि यति नै, अर्को ब्लगमा भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।